आज मात्र होइन कि मेरो थाहा छैन यहाँ छेडेर कोही यहाँ छेडेर गएको छ पछाडि छेडेर गएको छ भोलि अहिले सबै लोक दिशाको हुन्छ टाइपको हुन्छ तर एक महिनापछि मेरो अर्को अभिषेक हुन्छ मेरो नाम चाहिँ पवन साई लास्ट टाइम चाहिँ त्यो केस गर्दै चाहिँ मलाई चाहिँ पहिलो चाहिँ खासमा म पहिला चाहिँ एडिसन गेमहरू पनि खेलेँ नेपाल सुपर म प्रो प्लेयर पनि नेपाल सुपर लिगहरू पनि खेलेँ लेब्रिसिटी हाले अस्ति भएको थियो नि लास्ट टाइम त हामीले उसले त्यसलाई कृषि गरेर अब त्यो कुराहरू अब अहिलेको कस्तो छ भने चाहिँ घाइतेहरूको माग छ नि जुन चाहिँ त्यो चाहिँ छैन होइन घाइतेहरू बेडमा छ तिनीहरूको नाममा चाहिँ बाहिर राजनीतिक खेलहरू बढी भइरहेको छ होइन अनि जो अहिलेको भक्करको युवाहरू हुन्छ अब यिनीहरू चाहिँ हामीले कति यिनीहरूको भिडियो देखाइरहेको सिंहदरबार जलाउने यताउता भएको त्यो भिडियोहरू देखिरहेको छ भिडियो फुटेर लगाइरहेको छ हामीले नगराले गरेको अहिलेको आइरहेको छ तिनीहरू के नाम त के पो थियो होइन कति छ होइन अब रियल गेन्जीहरू कोही पनि छैन अनि जुन आइएनजीको मान्छेहरू छ त्यो पहिलाको त्यो स्वास्थ्यको अब के भन्छ अर्गनाइजेसनको मान्छेहरू छ त्यो मात्र छ होइन पहिला र अहिलेमा चाहिँ के फरक अनि सुरु गुरुको मान्छेहरू उहाँले होइन जो अलिक भाइरल हुन्छ नि उहाँले सम्हालिरहेको भएको छ होइन जो बेडमा छ उसलाई केही पनि छैन उहाँ सुनाएको केही पनि छैन त्यो बेडमै छ विचाराहरू हिजो अब मेरो एउटा अब आन्दोलन गराइसकेको छु म होइन 1 महिनापछि अपेसन छ अनि मलाई अति नै प्रेसर अब मलाई त हाम्रो घर हो नि त कमसेकम म आफ्नो ब्यागको फुकाउनै हुन्थेँ होइन होइन मलाई त्यसको लागि के गर्नु छ पहिला पनि एउटा गहना त गहना गनै हो अरू पनि गर्नु छैन त हाम्रो त्यसको लागि तर यही हिसाबमा डक्टर पोलिटिक्स हुन्छ भनेपछि अहिले नयाँ कहिले आउने होइन हामी त हामी गएर संसद हल्ला गरेर त्यो ढुङ्गा गरेको हामी हुँदैन नि त त्यहाँबाट त्यहाँ सकेर हामी त ढुङ्गा त्यत्रो रोक्न फोन पठाउन अनि त्यहाँ गएर बोल बिरुवा पनि बाँच्छ भने त्यहाँ त्यसको लागि गरायो भने त हुँदैन नि त हामी के गर्छु उता त्यो सिंहदरबार चलाइरहेको थियो के गरिरहेको थियो अहिले गेन्जीको नाममा त्यस्तो त्यो बदनाम भइरहेको छ मान्छे बाटो पनि लुटिरहेको छ मान्छे अहिले आफू त राम्रो हो अलिक त्यसको काम हुन्छ त्यसरी हाम्रो आफू राम्रो छैन त्यहाँबाट त्यस हुन्छ छैन अहिले हामीको नाममा गेन्जीको नाममा अरूले राजनीति गरिरहेको छ वही पैसा त्यो मिरज घुमेर भन्दैछ परिचय भन्दैछ किन कहाँ थिए देशको लागि गर्नु छ भनेपछि धम्की दिएर बस्यो नि देशको लागि गर्नु छ भने आउनु पऱ्यो नि त गेन्जीको लागि कहिले कोही आयो मेरो हजुर अहिले मैले भोइस अहिले बल्ल आएको असल मेरो भोइस आइहाल्यो भोइस आइहाल्यो मलाई भोइस आइरहेको छ म बोलिरहेको छु त मेरो अब कसैलाई त्यो सोनिरहेको राम्रो हुन्छ भने म माफ चाहन्छु हाम्रो प्रणाली त घर हो नि प्रणाली त भन्छ अब त देश त खाइसक्यो खास त घाइतेको मुद्दा